यो दाजुको मर्मस्पर्शी कुरा सुनौ। एउटा कुरो भन्नु, संसारमा केही छैन यो बुढी भन्दा ठुलो। भोग लागेपछि 4 दिन 5 दिन भएपछि भोग लागेपछि मागे संसार पाइन्छ, चोर्यो भने पिटाइ खाइन्छ। यो भुँडी भन्दा ठुलो केही छैन, मागे संसार पाइन्छ, चोर्यो भने पिटाइ खाइन्छ भन्ने यति भावना चाहिँ व्यक्त गर्नुभएको छ बिचारा दाजुले। साँच्चीकै हामीले चोर्नु अपराध गर्नु हाम्रो विषय होइन। सके काम गर्ने हो, नसके सक्दै सकिएन, शरीरले सकेन होइन, कुनै अप्ठ्यारो आइपर्यो बिरामी भइयो भने बरु मागेर भए पनि आफ्नो संसार चलाउनुपर्छ भन्ने कुरा अभिव्यक्त गर्नुभएको छ। यो भनाइले साह्रै मन छ मेरो। यदि तपाईँहरूको पनि मन छोएको छ भने कृपया एक लाइक गरिदिनुहोस्, एक सेयर गरिदिनुहोस्, च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् है त।